म आइफोन चलाउन सक्छु होला कि नै मलाई त आइफोन किन्ने रहर लाग्छ आइफोन चलाउने कस्तो हुन्छ होला सकिन्छ होला कि नै भने तिमी सक्दिनौ ल सक्दिनौ भन्नुहुन्छ बिस्तारै बिस्तारै सकिन्छ त अहिले आइफोनले सेटिङै फरक हुन्छ यो भन्दा खतरा हुन्छ खतरा हुन्छ आइफोनको त अब त्यो अरु मोबाइल जस्तो हुँदैन के अलि फरकै हुन्छ तिमीलाई थाहै हुँदैन तपाई भन्दा पनि खतरा हैन म भन्दा खतरा त हुँदैन कि अब तिमीले चलाउने मोबाइल अनि मैले त्यो अरु तिमी चलाउने मोबाइल भन्दा फरक हुन्छ के आइफोन भनेको अलिकति तपाईलाई त चलाउन सक्छु त म मलाई त चलाउन सक्छु कि आइफोन पो सक्दिन भन्नु सकिन्छ कि आइफोन पनि बिस्तारै मेरो मोबाइल फुट्यो छिटो आइफोन किनिदिनु पर्यो अब आइफोन तिमीलाई चलाउन आउँदैन पछि म आउँदाखेरि ल्याउँला अनि सिकाइदिउँला त्यसपछि तिमी राखौले है यस्ता मान्छे छन् यार भिडियो बनाउने भएन के मोबाइलले किनौ भने क्यामेरा निकाले क्यामेरा त अब हो अनि त अब क्यामेरै किनेर ल्याइदिउँला नि त पछि त्यसो कोही घुम्न पनि नजान्दिने हाम्रो चाहिँ फेरि आइफोन ल्याइदेऊ घरै पनि बनाउला भने अब नमान्ने यस्ता भन्छ कोही क्यामेरामा घुम्न जान्छ अब आइफोन ल्याउन त हुन्थ्यो तर यस्तो भयो नि त फेरि तिमीलाई अब चलाउन पनि आउँदैन अनि त्यसपछि पछि यस्तो हुन्छ अब त्यहाँ बाबुहरूले कहीँ खसालेर फुटाएपछि गाह्रो हुन्छ नि त आइफोन जति यसो